ल खै आज हामी चाहिँ निगुरो टिप्ने लागि जाँदैछौँ। हाम्रो विशेषज्ञ हुनुहुन्छ निगुरो के हो सिस्नोको लागि। यो चाहिँ हेमिल्टन के हो घोडा ताप्ने होइन मार्ने होइन होला, के हुन पनि सक्छ, रोपेको हुनसक्छ। हामी धेरै पहिला पनि आउने गर्थ्यौँ। अब यो कति वर्षपछि हामी आउँदैछौँ त्यसमा आकाशी माथि रेसिडेन्सियल एरिया यहाँ ओह्रालो लिएर चाहिँ यसपालिको निगुरेको अवस्था के कसो छ, सिस्नोको अवस्था के छ, हामीहरू त्यसको लागि निरीक्षण गर्दै टिप्ने योजनामा हिँडिरहेको छौँ। अब 1 घन्टा हाम्रो यहाँ बित्नेछ र त्यसपछि हामी घर लाग्नेछौँ। हरियाली सुरु भयो, हरियालीसँगै रमाइलो गर्ने ठाउँहरू, हिँडडुल गर्ने, क्याम्पिङ गर्ने अवस्थाहरू छ। यस्तो छ यहाँको। यहाँ त हाम्रो विश्व सरको आमालाई पनि ल्याएको थियौँ। ल्याएर चाहिँ उहाँहरूलाई निगुरे टिपाएको त्यहाँको भिडियो पनि मैले बनाएको थिएँ। पानी त्यो माथिबाट आउने खोल्छ, चिप्चिप पानीहरू। रुनु पर्दैन रहेछ, रुनु पर्दैन। हामी रमाइलो ठाउँमा आउँछौँ, रुनु पर्दैन। माइ गुड्ने के दामी रहेछ लिएन त उहाँहरू। पुलको यहाँनिर यो गर्नु गइरहेको छु। सानो पुल खोला आफ्नै गतिमा निरन्तर बगिरहेको अवस्था छ भने काठे पुल पानी माथिबाट आएको छ। हामी पुल तरेर जाँदैछौँ। अब लगभग हामी पुग्नै आँट्यौँ है त निगुरे भएको ठाउँमा। निगुरेको बिरुवा बोटहरू चाहिँ यहाँ छ, तर खाने खालको चाहिँ अलिक पर भेटिन्छ। यो चाहिँ हेमिल्टनदेखि अलि आएर वेस्ट साइड आएर डन्डास एरियामा पर्छ। यहाँ चाहिँ प्राय सबै लगभग हाम्रो नेपाली दाजुभाइहरूले पत्ता लगाइसकेको ठाउँ हो जस्तो लाग्छ। सबैलाई थाहा छ यो ठाउँ र कतिजना आइसक्नु भयो होला, आएर टिपेर लगिसक्नु भयो होला भन्ने लाग्छ। छैन भने पनि तपाईँहरू समय मिलाएर आउनु होला। छ है कतै लु, हाम्रो विशेषज्ञले चाहिँ यतापट्टि हो भन्ने कुरा पत्ता लगाएर अगाडि बढ्नु हुँदैछ। लडिन्छ है हजुर, लड्नुभयो भने फेरि त्यो पानी छ, पानी खुट्टा यो हुन्छ है। लु अब कार्यक्रम जारी छ। निगुरे आमा भेटिहाल्यो निगुरे त। निगुरेको बोटहरू तर खाने खालको निगुरेको भएको ठाउँमा चाहिँ पुग्नु अझै समय लागेको छ। यता जङ्गल एरियाहरू, हाइकिङ गर्ने ठाउँ त्यहाँ छ। रुखहरू ठुल्ठुलो रुखहरूको यहाँनिर छन्। यसो समर टाइममा बाहिरतिर निक्लिँदा ओर्दा मजा हुन्छ। यहाँनिर हरियाली
मजाको हरियालीहरू भइरहेको हुन्छ जताततै रुख बिरुवाहरू सबै नै हरियालीमा परिणत भइसकेको। यो त सिस्नो होइन, यो सिस्नो हो नि, यो त होइन हो नि। लु हामीले एउटा चाहिँ शिकार भेटिसक्यौँ। अब हाम्रो विशेषज्ञज्यूले चाहिँ अब सिस्नो टिप्ने गयो नि त नि, तर होइन जस्तो लाग्छ, होइन होला हौ। काँडै काँडा भएको अवस्था। कसैले पनि काँडा फाड्ने काम चाहिँ गर्नु भएको रहेन, हतियार लिएर आउनु पर्ने रहेछ नि त रहेछ। कृष्णको बोट बिहेर चाहिँ देखियो, खाने खालकै हो रहेछ यो। कृष्ण यहाँ हामीलाई नेपाली समुदायहरू आउँदैछ भन्ने कुरा थाहा पाएर यहाँ जङ्गलहरूले पनि सिस्नो निङ्गुरेहरू चाहिँ उमारिदिनु भएको रहेछ। यहाँको के भन्नु, यहाँको नेचरले होइन, त्यसै कारणले हामी खोज क्रममा छौँ। निङ्गुरे त लगभग अब त सिपिसकेको जस्तो कुरा बुझियो। सबै प्लान्टहरू माथि ठुल्ठुलो भइसकेको रहेछ। पहिला जस्तो कलिलो कलकलाउँदो कुरा चाहिँ सबै सकिएछ जस्तो छ। अब यही एरिया हो अलिकति भएको ठाउँ चाहिँ। होला यो फल सिजनमा चाहिँ यहाँनिर ट्राउट माछाहरू तल र माथि गरिरहेको हुन्छ। निङ्गुरे खाएर अब चाहिँ सिद्धि छ निङ्गुरेहरू। एकजना मान्छे पर टिपिराख्नु भएको छ। ल है आज चाहिँ बल्ल हामी चाहिँ यहाँनिर निङ्गुरो टिप्न आएको। निङ्गुरो त सिद्धिएछ, सिस्नो चाहिँ अलिअलि टिप्दैछौँ। अनि अब यसपालिको सिस्नो खानु पाउनु भएन। अब अर्को साल सालतिर चाहिँ पक्कै पनि मिल्छ होला। सिस्नो भन्दा नि खै के जस्तो देख्छु म त। के छ, दुई शब्द केही छ? सिस्नो धरानमा खाएको होइन तिमीले? धरानमा सिरे मामाहरूकोमा मम्मी र म जाँदाखेरि ल माइली घिउमा खानुपर्छ अब भनेर चाहिँ मकै घिउमा खाने कि जाम खाने भन्नुभयो। माइजू पहिला त म जाम खानु पर्यो, भरे पो खानु पर्यो घिउमा त भनेर चाहिँ जाममा टार्यो। भरे खाँदैन, खाइएन जाम लगायो। बाना मात्र छ नि त होइन? त्यस्ता बाना मान्छेहरू धेरै थिए नि त्यतिखेर पहिला होइन? कोदोको लागि के भन्थ्यो अरे मम्मी डेली? कोदोको डियामा त के पो भन्थ्यो? खानु
पर्छ माइली भनेर माइले माइली चाहिँ जाम भनेर चाहिँ टाल्यो। अब यता चाहिँ जङ्गल, क्यानाडाको जङ्गल चाहिँ यस्तो यस्तो छ। खासै यो यहाँ आउने भनेको त्यो निगुरेर यो सिस्नो टिप्दा मात्रै न, प्रायः आउने काम पर्दैन। जङ्गल हो यो। यता माथि चाहिँ मान्छेहरू बस्ने बस्ती छ। अर्को वर्ष त सिस्नो आफ्नै निगुरो आफ्नै घरमा बेचिन्छ होला। सिस्नो पनि लाने मान्छे लगिराखौँ होइन, लानु चाहिँ लगिराखौँ, रोपिराखौँ। फेरि यो जङ्गल आउने बाखानै हराउँछ नि त। यहाँको सिस्नोको बोट ताताले के सिस्नो हुँदो रहेछ नि, के भन्छ सिस्नोको नाम जान्छ। ल अब चाहिँ निगुरे भन्दा पनि सिस्नो टिपेर हिँडिसक्यो। निगुरे त छैन रहेछ, सबै हुर्किसकेछ। आउने सालसम्मको लागिसम्म चाहिँ अब यो ठाउँलाई बिदा गर्दैछौँ। हाम्रो विशेष गरेर निगुरे र के अरे यो सिस्नोको विशेषज्ञ आउनु हुँदैछ उहाँ। मैले उताबाट हिँडेको नि तपाईँले मान्नुहुन्न, नमानेपछि दुःख पाउने कुरो भइहाल्यो नि त। भनेको नमानेपछि अब घरतिर लाग्दैछौँ। यो काठहरू नेपालतिर हुनु भने जङ्गल जतै दाउराहरू लडिरहेको हुन्छ, मान्छेलाई केही मतलब छैन यहाँनिर। यहाँ त त्यो फल सिजनमा के अरे टुना माछा, अस्तिको के हो ट्राउट त माथि उपर चराएर नुहाएको चरा नुहाइरहेको छ। बाटो यो बाटोमा पिच बनाउनु नि। कालो हिँड्ने बानी पनि हराइसकेको छ। यो बाटोमा कतिजना हिँड्नुभयो हेमिल्टन ब्रान्डफोर्डको हाम्रो दाजुभाइ दिदीबहिनीहरू। लास्ट चाहिँ उकालो छ। भुँडी लागेको छ भने चाहिँ यहाँनिर आएर आमा थला खायो नि त हौ। आमा उकालोमा कोही कोही मान्छेहरू आउनु हुँदैछ। पाइला सर्दैछ। नेपालतिर त पुरै रनिङ गरिदिन्थ्यो होइन यो उकालो ओह्रालो। नेपालतिर रनिङ गरिदिन्थ्यो नि होइन नेपालमा रनिङ। आँखा चिम्लेर होइन। तर यो बानी हरायो।
बडीको घर निगुरो टिपेको तल लडेर गयो भने अरे बाँचिँदैन। हाम्रो गाडी के सार्दैछ त कसले? ओह्रालोबाट चाहिँ उकालोबाट आयौँ। अब चाहिँ मान्छेहरूको बस्ती आयौँ। समर लाग्यो, सबैले घर करेसा बारीहरू सरसफाइ गरिरहनु भएको छ। निकै पर पर्छ हाम्रो गाडी त। कति दामीहरू फुल दिएको थियो त्यस्तो एउटाले फ्रीमा बुढाले गमलामा राखेर खालिदिएछ। ल अब आजको चाहिँ निङ्गुरी टिप्ने भनेर बहानामा सिस्नो टिपेर घरतिर लागिँदैछौँ। अब सिस्नो हरियाली खाइन्छ घरमा। उता फुल नटिपी चढायो।